माथि श्यामशिलामा पनि यस्तो थुप्रो रहेछ नि उत्पादन हुने ठाउँ। किवी त यहाँ पो एकरास आइपुगेछ त हौ। कहाँको किवी हो यस्तो? एकरास लिएर आउनु भएछ। अनि यो चाहिँ कहाँ फलाउनु भएको हो दिदी? यो आमटेकतिर चाहिँ यस्तो किवीहरू टन्नै फल्दो रहेछ है। माथि श्यामशिलातिर हो कि क्या हो? माथि श्यामशिलामा पनि यस्तो थुप्रो रहेछ नि उत्पादन हुने ठाउँ। हजुर, हाम्रो दिदीले चाहिँ आमटेक भोजपुर नगरपालिका 11बाट यसरी लिएर आउनु भएको रहेछ। तर आज चाहिँ मेन पानीले गर्दा गाह्रो बनायो दिदी। बोकेर ल्याउनु भएको वहीँबाट? ए हजुर, हजुर हजुर, त्यही त आज चाहिँ खरिद बिक्री गर्न गाह्रो भयो दिदी है। हस् ल दिदी, राम्ररी बेच्नु होला। तर यो तपाईँ केजीको कसरी दिइरहनु भएको छ? ए हजुर हजुर, हाम्रो दिदीले चाहिँ यहाँ एकदम मजाले बेचिरहनु भएको रहेछ। केजीको 200 रुपियाँ रे। अनि यो चाहिँ फेरि यहीँको उत्पादन, लोकल उत्पादन हो। हजुर, अर्ग्यानिक उत्पादन रहेछ। अनि यो धेरै राम्रो छ। र अब कतिपयलाई ठेकी फल पनि भन्नुहुन्छ। र अब यो विशेष गरेर चाहिँ यो श्यामशिला आसपासतिर धेरै उत्पादन हुँदछ भोजपुरमा चाहिँ। अनि दिदीले पनि ठ्याक्कै हाम्रो भोजपुर नगरपालिका 11बाट लिएर आउनु भएको रहेछ।